आज म तपाईँहरूलाई भन्छु ल, म मेरो बोयफ्रेन्डलाई किन यति धेरै माया गर्छु भनेर। तपाईँले देख्न सक्नुहुन्छ यहाँनिर म मोमोको स्टल सम्हालिरहेको छु। मेरो साथीहरू, मेरो बहिनीहरू यहाँ हुनुहुन्छ, मलाई हेल्प गरिराख्नु भएको छ अनि हामी एकअर्कालाई हेल्प गरेर यहाँ काम गरिरहेका छौँ। अनि तपाईँहरू यो फुड फेस्टिभलमा आउनुभएको थियो भने चाहिँ तपाईँलाई थाहा छ क्या त्यो दिन कति हेक्टिक सेड्युल थियो भनेर। अनि त्यस्तो हेक्टिक सेड्युलमा मैले खाना पनि भ्याएको थिइनँ अनि केही पानी पिउन पनि भ्याएको थिइनँ, केही गर्नु पनि भ्याएको थिइनँ क्या। अनि हामी एकदमै बिजी थियौँ तर मेरो बोयफ्रेन्डले चाहिँ मलाई यति धेरै ख्याल राख्नु भएको थियो नि, मलाई जे जे मनपर्छ नि होइन, मलाई के खान मन लागेको छ मैले उहाँलाई भन्न मात्र पर्थ्यो क्या, उहाँले अघि मलाई ल्याइदिइसक्नुहुन्थ्यो क्या। अनि यो चाहिँ पिच आइस टी थियो अनि मलाई चाहिँ अस्तिको वर्ष खान पाएको थिइनँ नि त। यस्तो काम व्यस्त भइन्छ नि हाम्रो फुड फेस्टिभलमा, हामीले खानै भ्याउँदैनौँ क्या। अनि मैले यो वर्ष चाहिँ मेरो बोयफ्रेन्डलाई म स्टलबाट निक्लन भ्याउँदिनँ, मलाई तिर्खा लाग्छ, भोक लाग्छ, मलाई ल्याइदिनु ल भनेर भनेको थिएँ नि। उहाँले चाहिँ मलाई यो कुराहरू ल्याइदिनु भएको थियो। गएर अहिलेसम्म तपाईँलाई जुन जुन भिडियोमा देखाइरहेको छु नि खानेकुराहरू, त्यो सबै उहाँले मलाई ल्याइदिनु भएको थियो क्या। कुनै कुनै ड्रिङ्क्सहरू मलाई यति मन पर्यो, मैले डबल डबल मगाएर खाएको छु कि। अनि यहाँ म ससेज खाइरहेको छु अनि अरू कुराहरू पनि योपालि चाहिँ हामीले टाइम टाइममा खान पाइरहेको थियो क्या, किनभने स्टलमा ल्याइदिइराख्नु भएको थियो नि त। अनि यहाँ चाहिँ हामी किमा नुडल्स खाइरहेका छौँ हाम्रो साथीहरूसँग मिलेर। अस्तिको पालि त हामी 12 बजीतिर मात्रै हामीले खाना पाएको थियौँ अनि यस्तो भोक लागेको थियो, हाम्रो केयर गर्ने पनि कोही थिएन। एन्ड आई वाज सो ह्याप्पी माई बोयफ्रेन्ड वाज दियर क्या। उहाँ मेरो लाइफमा हुनुभएकोदेखि होइन मलाई कुनै कुराको पनि स्ट्रगल गर्नु परेको छैन क्या। मैले जे भन्यो त्यही मैले पाएको छु। अनि यो मिटिङमा उहाँ बस्न जरुरत पनि थिएन क्या, तर पनि उहाँ मेरो साथमा हुनुहुन्थ्यो, उहाँ मिटिङमा बसिदिनु भएको थियो क्या। अनि मलाई एकदमै खुसी लागेको थियो। कतिजनाले भन्छन् त होइन, इभन इफ आई वाज इन रिलेसनसिप आई वाज एलोन भनेर भन्छन् होइन, त्यो चाहिँ मैले अहिलेसम्म फिल गर्न परेको छैन क्या। जहिले पनि म बिजी भएको बेला पनि उहाँले मेरो ख्याल राखिदिइराख्नु भएको हुन्छ। नानीहरूलाई पनि यति माया गर्नुहुन्छ, यी नानीहरू उहाँकै साथमा थियो क्या त्यतिको फुड फेस्टिभलमा। अनि उहाँले मेरो पनि त्यति नै ख्याल राख्नुहुन्छ अनि मलाई एकदमै राम्रो लाग्छ। अनि मलाई चाहिँ कस्तो मान्छे चाहिँ एट्र्याक्टिभ लाग्छ भने नि, जसले चाहिँ आफ्नो रेस्पोन्सिबिलिटी बुझेको हुन्छ त्यो मान्छे चाहिँ मलाई एकदमै एट्र्याक्टिभ लाग्छ क्या। अनि उहाँले मेरो ख्याल राखिराख्नु भएको थियो, मेरो भिडियो पनि खिचिराखिदिनु भएको थियो अनि मलाई खान मन लागेको कुराहरू पनि ल्याइदिइराख्नु भएको थियो, मलाई भोको रहन दिनुभएको थिएन यो दिनमा। एन्ड आइ एम सो थ्याङ्कफुल द्याट हि इज इन माई लाइफ क्या। अनि त्यो भएको कारणले गर्दाखेरि आई लभ माई बोयफ्रेन्ड अ लट। अनि मलाई यो ड्रिङ्कहरू यति मन परिरहेको थियो कि मैले डबल डबल मगाएर खाइरहेको थिएँ। अनि मैले केही गर्नु परेको थिएन क्या। अब यहाँनिर मलाई यो चाहियो भन्ने बित्तिकै द्याट वाज इन माई ह्यान्ड क्या। अनि त्यो भएर मलाई एकदमै खुसी लागेको थियो। अनि यो फुड फेस्टिभलमा तपाईँहरू आउनु भएको थियो भने चाहिँ थ्याङ्क यू सो मच फर कमिङ। अब नेक्स्ट वर्ष फेरि भेट्नुपर्छ। अनि यसरी हामीले इन्जोय गरेको थियो। यो चाहिँ क्रिसमसको बेलाको भिडियो हो, तर म एकदमै व्यस्त हुन्छु नि त, त्यो भएको कारणले गर्दा मैले भोइस ओभर गर्न पाएको थिइनँ। थ्याङ्क यू सो मच फर वाचिङ।